नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं। पूर्व मन्त्री द्वय झा र यादवको ज्यान मार्ने प्रयास भएको नेकपा धनुषाको आरोप सम्बन्धी प्रसङ्गबाट। नेपाल समूहले बिहीबार आह्वान गरेको बन्दको क्रममा प्रहरीको क्रियाकलापको नेकपा धनुषाले घोर भर्त्सना गरेको छ। नेकपा धनुषाका संयोजक सुधीर प्रसाद शाह र सहसंयोजक दीपक कुमार यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी प्रहरीको क्रियाकलाप असान्दर्भिक, अलोकतान्त्रिक र हैकमवादी प्रवृत्तिको संज्ञा दिएका छन्। विज्ञप्तिमा असंवैधानिक रूपमा गरिएको संसद विघटन तथा संवैधानिक निकायमा गैर संवैधानिक तरिकाले गरिएको नियुक्तिको विरोधमा देशव्यापी आम हडतालको क्रममा धनुषामा गरिएको प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री द्वय रामचन्द्र झा र मातृका प्रसाद यादव घाइते भई काठमाडौँ रेफर गरिएको थियो। नेकपा धनुषाले शान्तिपूर्ण जुलुसमा प्रतिगामी सरकारको मतियार भएर पूर्वग्रही रूपमा आक्रमण स्थायी प्रहरी प्रशासनले 50 राउन्ड गोली, अश्रु ग्यास, लाठी प्रहार तथा ढुङ्गामुढा प्रहार गर्दै मन्त्रीद्वयको ज्यान मार्ने प्रयास गरेको आरोप समेत लगाएका छन्। नेकपा धनुषाले दोषी प्रहरीलाई तुरुन्त कारबाहीको माग गर्दै बाध्यात्मक आम हडताल सफल बनाउन सहयोग गरेकाहरूप्रति धन्यवाद समेत व्यक्त गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली पक्षले आज शुक्रबार राजधानीमा बृहत शक्ति प्रदर्शन सहित आमसभा गर्दैछ। दिउँसो 12 बजेदेखि दरबार मार्ग स्थित नारायण हिटी संग्रहालयको गेट अगाडि हुन लागेको आमसभाका लागि देशैभरिबाट कार्यकर्ता काठमाडौँ ल्याइएको नेताहरूको दाबी छ। आमसभालाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली सहित 3 शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। सभालाई ओली सहित उप प्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन्। यसैबीच जनता समाजवादी पार्टीले पनि सरकार विरुद्ध प्रदर्शन गर्ने जनाइएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान विपरीत भएका गतिविधि विरुद्ध गरिएको आन्दोलनमा जनताले साथ दिएको र सफल भएको बताउनु भएको छ। शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा आम हडताल जरुरी रहेको दावी गर्दै जनताले साथ दिएको र सफल भएको बताउनुभयो। उहाँले अहिलेको प्रतिगमन विरुद्ध आगामी दिनमा पनि जनताको सहभागितामा आम हडताल गरिने उल्लेख गर्नुभयो। मुलुकमा चलिरहेको आन्दोलन लोकतन्त्रको रक्षाको लागि भएको प्रचण्डले बताउनुभयो। लोकतन्त्र र संविधानको पक्षमा संघर्षको मैदानमा पुनः एकपटक आएको भन्दै उहाँले लोकतन्त्रको रक्षाको जस्तो पनि मूल चुकाउन तयार रहेको धारणा राख्नुभयो। त्यस्तै उहाँले नेकपाको विवाद सम्बन्धमा श्वेतपत्र निकाल्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रचण्डले एमसीसी बारे पार्टीले अन्तिम निर्णय गरिसकेको जिकिर गर्नुभयो। संवैधानिक परिषदमा भएको ज्यादतीपूर्ण नियुक्तिको विषयमा भएको आन्दोलनमा अर्को विषयको नारा लगाउन उपयुक्त नहुने भन्दै एमसीसी विरुद्धको नारा लगाउन रोकिएको उहाँले स्पष्ट पार्नुभयो। प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको व्यक्ति शक्ति प्रदर्शनलाई पञ्चर्यालीको संज्ञा दिनुभयो। आफूले समृद्धिका लागि पार्टी एकता गरेको तर ओली प्रवृत्तिलाई चिन्न नसकेको प्रचण्डको भनाइ छ। अथवा भयभरका सबै पार्टीहरू, सबै जनसङ्गठनहरू यो चाहिँ असंवैधानिक नै हो, अलोकतान्त्रिक नै हो भनेर सबै त सडकमै छन्। ती कम्युनिस्ट पार्टीका त होइनन्। यदि कम्युनिस्ट पार्टीभित्रको व्यक्तिको पदको मात्रै लडाइँ हुन्थ्यो भने त सिङ्गै राष्ट्र केपी र केपीको वरिपरिको गुट र केपी सत्तामा भएको हुनाले त्यसबाट त्यसको दुरुपयोग गरेर मान्छेलाई उपयोग गर्ने बाहेक अरू सबै विरोध किन छन्? म फेरि पनि प्रश्न गर्न चाहन्छु, यो देशका सबैभन्दा राम्रा ब्रेनहरू, राम्रा दिमागहरू प्रतिगमन नै हो, यसलाई रोक्नुपर्छ भन्नेमा छन्। अब स्वार्थीहरू, अवसरवादीहरू त्यस्तै नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले गरेका अपराधको एक हिसाब किताब इतिहासले लिने बताउनुभयो। उहाँले संविधान मिच्ने काम निरन्तर भइरहेको भन्दै आन्दोलन परिचालन समिति नै बनाएर
जनता माझ जाने तय गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा विरोधका कार्यक्रमलाई सशक्त बनाउने जानकारी पनि दिनुभयो। संविधान मिचिए गरेर चाहिँ चुनाव गर्यो भने त्यो चुनाव पनि असंवैधानिक हुन्छ, अवैधानिक हुन्छ, त्यसले कुनै समस्याको हल दिँदैन। अहिलेको आन्दोलन प्रतिगमन विरुद्ध रहेको उहाँले बताउनुभयो। अध्यक्ष नेपालले आफूहरूको आन्दोलनमा पुलिसले ज्यादती गरेको भन्दै निन्दा गरे पनि नेपालले ओली पक्षलाई चोइट दिएर गएको समूह भएको बताएको छ। सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवर्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई 7वटा प्रदेशमा विस्तार गरेको छ। बोर्डले प्रदेश स्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ। गत पुस 15 गतेदेखि औपचारिक रूपमा 7वटा प्रदेशमा कर्मचारी खटाएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ। बोर्डले सबै प्रदेशमा आफ्नो कार्यालय विस्तारका लागि प्रक्रिया थालेको छ। प्रदेश कार्यालय स्थापनाको अध्ययनका लागि स्थलगत खटाइएका कर्मचारीले बोर्डमा आवश्यक तयारी सहितको प्रतिवेदन बुझाइसकेका छन्। प्रतिवेदनका आधारमा बोर्डले प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिनुभएको छ। उहाँका अनुसार ती प्रदेशमा संरचनामा जान गृह कार्यका लागि खटिएका कर्मचारीले आआफ्नो प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाइसकेका छन्। सोही प्रतिवेदनको आधारमा छिट्टै औपचारिक रूपमा बोर्डको संरचना खडा गरिनेछ। अहिले प्रदेश कार्यालयका लागि केन्द्रबाट कर्मचारी खटिसकेका छन्। बोर्डले प्रदेश कार्यालयका लागि केन्द्रबाटै व्यवस्थापक तहका कर्मचारीको नेतृत्व हुने गरी कार्यालय विस्तार गर्नेछ। हरेक प्रदेश कार्यालयका साथै बोर्डको छुट्टै शाखा कार्यालय पनि रहनेछ। ती कार्यालयका लागि अधिकृत स्तरका कर्मचारीहरूको व्यवस्था गरिने बोर्डले जनाएको छ। बोर्डले प्रदेश कार्यालय विस्तारका लागि आवश्यक बजेट तथा जनशक्तिका लागि तालुक मन्त्रालयसँग समन्वय गरिरहेको छ। प्रदेश कार्यालय विस्तारका लागि स्थानीय र प्रदेश सरकार, पर्यटन व्यवसाय लगायत सरकार पक्षको धारणा बुझ्न केही महिना अघि बोर्डका कार्यकारी प्रमुख सहितको कमिटीले प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा व्यवसायीहरूसँग सबै प्रदेशमा छलफल गरेको थियो। पुसको दोस्रो सातादेखि कर्मचारी नै खटाएर संरचना विस्तारमा बोर्ड जुटेको हो। बोर्डको प्रदेश संरचना अनुरूप प्रदेश नम्बर 1 को विराटनगरमा प्रदेश कार्यालय रहेको छ। त्यहाँ बोर्डले दिवाकर विक्रम राणालाई खटाएको छ। झापा र धरानमा छुट्टै कार्यालय हुनेछ। विराटनगरको प्रदेश कार्यालयले दुवै कार्यालयको संयोजन गर्नेछ। सिराहा सदरमुकाम सिराहा नगरपालिका वडा नम्बर 1 डुम्बा खाता बस्ने प्रदीप प्रसाद यादवका 2 वर्षीय छोरा प्रयासु यादव गत मंगलबार आफ्नै आँगनबाट बेपत्ता भएका थिए। बेपत्ता भएका बालक भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको खाजेडी भन्ने स्थानबाट सकुशल फेला परेको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार बालक खाजेडीको एक सार्वजनिक स्थानबाट फेला परेका हुन्। बालक हराएको 48 घण्टा भित्रै फेला परी बिहीबार राति 7 बजेतिर परिवारजनलाई जिम्मा लगाइएको शर्माले बताउनु भएको छ। बालक कसरी सिराहाबाट भारतसम्म गयो भन्ने सन्दर्भमा खुल्न नसकेको प्रहरीले जनाएको छ। यस सन्दर्भमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहमा गणित विषय अनिवार्य गरेको छ। कक्षा 11 र 12 मा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने भएकाले पाठ्यक्रम विकास परिषदको बैठकले गणित विषयलाई अनिवार्य गर्ने निर्णय गरेको हो। मन्त्रालयले माध्यमिक तहमा देखिएको विषयगत समस्या समाधान गर्न शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र विगतमा गणित विषयको अध्ययन गर्न कठिन कार्यदलको सिफारिस समेतका आधारमा माध्यमिक तहमा भर्ना हुने विद्यार्थीलाई गणित पढ्ने अवसर उपलब्ध गराउन हालको संरचनामा अनिवार्य सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय वा गणित पढ्न पाउने व्यवस्था गरेको जनाएको छ।
निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयको रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषय अध्ययन गर्न सक्ने व्यवस्था गरेको छ। आज बिहानैदेखि मौसममा बदलाव आएको छ। पश्चिमी न्यून च्यापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाव आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ। महाशाखाको अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात बिहीबार रातिदेखि नै हिमपात भएको छ। पानी पर्नुका साथै हिमपात भए पनि तापक्रम भने अत्याधिक गिरावट आउनेछन्। आज दिउँसो र रातिसम्म सुदूरपश्चिम कर्णाली प्रदेश र गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश नम्बर 1 को बागमती प्रदेशका केही स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बदली भई पानी पर्ने र हिमपात हुने क्रम भोलि शनिबारसम्म जारी रहनेछ। आइतबारदेखि भने मौसम खुल्ने महाशाखाले पूर्वानुमान गरेको छ। बिस्तारै तापक्रम पनि बढ्दै जानेछ। विश्वभरमा 7 करोड 70 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। शुक्रबार बिहानसम्ममा 7 करोड 70 लाख 83,816 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 10 करोड 53 लाख 91,654 जना कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 22 लाख 92,492 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2 करोड 58 लाख 70 हजार भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 2 करोड 72 लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 70 लाख 38 हजार भन्दा बढी निको भएका छन् भने 4 लाख 66,849 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 8 लाख 3 हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 1 करोड 4 लाख 95 हजार भन्दा बढी निको भइसकेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1 लाख 54,862 जना पुगेको छ। नेपालमा हालसम्ममा 2 लाख 71,602 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2 लाख 47,292 जना निको भइसकेका छन्। यहाँ कोरोनाबाट 2033 जनाले ज्यान गुमाइसकेका छन्। अब अन्तमा खेल प्रसङ्ग। महिला राष्ट्रिय लीग फुटबलको अन्तिम खेलमा 2 विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब बीच प्रतिस्पर्धा हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार लीगको दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको छ, जसमा लीगको अन्तिम खेल एपीएफ र आर्मी बीच हुने तय भएको छ। फागुन 7 गते दशरथ रङ्गशालामा एपीएफ र आर्मी बीच प्रतिस्पर्धा हुनेछ। लीगको उपाधि जित्ने दावेदार टोलीको रूपमा रहेका 2 टोली पहिलो चरणको खेलपछि पहिलो र दोस्रो स्थानमा छन्। पहिलो राउन्डमा एपीएफले आर्मीलाई 2-0 ले पराजित गरेको थियो। एपीएफले 6 खेलबाट 18 अङ्क जोड्दा आर्मीले सम्मान खेलबाट 13 अङ्क जोडेको छ। 7 टिम सहभागी लीगमा दोस्रो राउन्डको खेल शनिबारदेखि सुरु हुँदैछ। दोस्रो राउन्डको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर बीच प्रतिस्पर्धा हुनेछ। आर्मीले पहिलो राउन्डमा चौदण्डीगढीलाई 12-0 ले पराजित गरेको थियो। त्यस्तै एन्फाले दोस्रो चरणको खेलको समय पनि थोरै परिवर्तन गरेको छ। एकै दिन 2 खेल हुँदा मध्याह्न 12 बजे र 3 बजे खेल हुनेछ। यस्तै एउटा मात्र खेल हुँदा दिउँसो 2 बजे खेल सुरु हुनेछ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।